हेलो नमस्ते, दिस इज राजेश साकिया र अहिले एकदम देश महामारीमा चलिरहेको बेला हजुरहरू सबै आफ्नो घर बसेर सुरक्षित रहिरहनु भएको छ भन्ने आशा गरेको छु। र अहिले यो क्वारेन्टाइनको समयमा सबै होम क्वारेन्टाइनमा रहँदै आएको समयमा अहिले म पनि घरमा समय बिताउने क्रममा अहिले गीतहरू आफ्नै दैनिकी जीवनबाट गीत लेखिरहेको छु। हिजोसम्मको दिन र परिवर्तन आज अचानक भएर र जुन दैनिक भइरहेको भोगिरहेको जुन गरिरहेको कुराहरूलाई मैले शब्द कोरेर गीतमा उतार्ने प्रयास गरिरहेको छु। म चाहिँ पहिला पहिला पनि म चाहिँ अब कलेज लाइफतिर चाहिँ प्रायः गीतहरू लेख्ने गर्थेँ र त्यही समय हुँदाहुँदै काम गर्न थालेपछि लगभग गिटार बजाउन छोडिसकेको थिएँ। र केही समय अगाडि यो मेरो काठमाडौँको भ्लगमा पनि मैले एउटा गीत चाहिँ गाएको छु। काठमाडौँ डायरिज भन्ने भ्लगमा म काठमाडौँ भ्रमणको बेलाको लगभग 23-24 मिनटको बिचमा छ यो साथी हो भन्ने गीत। त्यो पनि तपाईँले गएर हेर्नु सक्नुहुन्छ। त्यो दाईको रेकर्डिङ स्टुडियोमा त्यति भ्लगको सिलसिलामा जाँदा बनाएको। त्यस्तै अहिले पनि यो जुन अहिले भइरहेको समयमा यो गीत कोरेको छु। अब अहिले जुन हामीले सुन्ने, फेसबुक खोलेर हेर्ने यो जुन दैनिकी भइरहेको कुरालाई मैले उतार्न खोजिरहेको छु। हो, तपाईँहरूले सुनेर प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा लिएर हिजो जस्तो भए पनि त्यस्तो प्रोफेसनल सिङ्गर नभएकोले स्वर पनि राम्रो त छैन, त्यो पनि जस्ट इन्टरटेनमेन्ट गराउन प्रयास गरिरहेको छु। स्वीकार्नुहोस्। फर्की हेर्छु म हिजोको दिनलाई, रमाइ रमाइ डुलेको व्यस्त थियो सारा जगतका मानिस, आज घर घरमा थुनिएको कोरोना भाइरसले बनायो बस्नु नै पर्ने सबलाई क्वारेन्टाइनमा, 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 क्वारेन्टाइनमा। सडक छ सुनसान, कतै हिँड्नु डर छ, लकडाउन छ सारा देशमा, दिन ढल्दैछ त्यसै समय बित्दैछ यसै मोबाइल हेर्दै पल्टेर, कतै लाठी प्रहार, कतै देश मृत सहर, देश विदेशको यस्तै छ समाचार, 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 समाचार। फैलाउँदैछ अझै हातेमालो गर्दै सङ्क्रमण दिनका दिन, घर बस्नु छ सबै देश बचाउनलाई, टुक्राउनलाई मानवी चेन, हौसला नहारौँ जित्नु छ एक दिन हामी, त्यागौँ डर त्रास स्वागत गर्दै आउने साललाई, आउने साललाई 2077, आउने साललाई 2077, आउने साललाई 2077, आउने साललाई। थ्याङ्क यू। लगभग अब 2076 साल पनि सकिने बेला भइरहेछ र कोरोनाको पनि नेपालमा फटाफुट्टो निस्किरहेछ। यो जुन सबै मिलेर घरमै बसेर यो सक्सेस हुन गइरहेछ, जुन विदेशतिर जुन फैलिरहेको देखिरहेछौँ, हामी सुनिरहेछौँ, त्यो जतिको हुन पाइरहेछौँ। सबैजनाले एकदम धैर्यतापूर्वक घरमै बस्दिनु भएर यो सक्सेस भइरहेछ र 76 सालभरि नै लगभग यो
क्लियर हुन्छ भन्ने आशा गरौँ र बिस्तारै एकदम नर्मल लाइफमा हामी बाँच्न सकौँ चाँडै नै। यो 77 साल लागेपछि झन् जोस उमङ्ग साथ नर्मल लाइफमा बिताएर र जुन हामीले चिताएको पुरा गर्न सकौँ, सबैको सोच पुरा होस्, स्वास्थ्य निरोगी साथ सबैले अघि बढ्न सकौँ र 2077 सालमा फेरि पनि नयाँ जीवन बिताउन पाऊँ भन्ने आशा गरौँ र चाँडै नै कोरोनाको त्रासबाट मुक्त हुन पाऊँ भन्ने सबैले विश्वास गर्दै आजको ब्लगबाट बिदा हुन चाहन्छु। फेरि पनि स्टे एट होम भन्दै तपाईँहरूसँग बिदा हुन्छु। सी यू सुन, बाई बाई।